ल साथीहरू यो रातिमा हेर्दा मिल्किरहेको पनि छ है। यस्तो यस्तो डेन्जर रात परिसक्यो। आकाश पनि कराइरहेको छ। यस्तो राति भाग्नु पर्यो कि यहाँ यस्तो खतरनाक भइसक्यो कि म तपाईँलाई अहिले पछि भन्छु है के हो भन्दाखेरि अन्त भन्नु है। ओहो डेन्जर बग्राभरि खोलाभरि मान्छे नै मान्छे छ कि बाटो त यस्तो रातिमा अप्ठ्यारो छ बाटो सबै पानी उयो धन्ने खोलाभरि मान्छे छ है। खोलाभरि मान्छे आयो कि यो रातिमा कति बज्यो होला ठ्याक्कै कति बजेछ ठ्याक्कै 11:30 भइसकेछ। कता हो यहाँ अब खोइ यो यता त होइन यहाँ बाटै चिनिँदैन यार। अब कता हो यो रातिमा सबै अघि भागिसकेछन्। खोइ कता हो उता रहेछ है यो तल ए कता यहाँ अब हराइने कि कता हो थाहै छैन कता हो उज्यालो उठ्यो त देखिया सकेर त्यति जानु पर्यो यतै होला। यो यस्तो दिउँसो यो कहाँ छ भूत भएन जस्तो ठाउँ छ यार। ए कता हो साथीहरू सब कहाँ पुगिसक्यो कि मै यस्तो के भयो कि यो मान्छे हिँड्ने बाटो हो कि के हिँड्ने बाटो हो यो थाहै नै छैन। म त सातो भइसक्यो डर लाग्छ यो। ओइ एउटा सानो केही कालो देख्दाखेरि पनि झस्याङ्ग भयो कि कता हो कता ए त हो खोइ मान्छे नै छैन यहाँ। अब थाहै छैन फर्किएँ यहाँ म त कता हो ए पानी पर्न आयो कि हो चाहिँ फर्किसकेँ है साथीहरू। म चाहिँ फर्किसकेँ। लाइट नभएर मोबाइल सब बिन्नी भयो त अब टेन्सन भयो त। पानी पऱ्यो ए अब के गर्नु हैट।